हामी सोझा जनता हौँ। हाम्रो परिचय कुनै ठुलो पद होइन, कुनै शक्ति होइन, कुनै पहुँच होइन। हाम्रो परिचय त घाममा डढेका हातहरू हुन्, मेहनतले चिरा चिरा परेका हातहरू हुन् र आशै आसमा बितेका जीवनहरू हुन्। बिहान घाम नउदाउँदै उठ्ने, बेलुका अन्धकार नभएसम्म काम गर्ने, तर जीवनभर अभावै अभावसँग हार्दै जीवन बिताउने मान्छे नै हामी हौँ। हामी खेतमा अन्न फलाउँछौँ, तर धेरै रात भोकै सुतेका छौँ। हामी सडक बनाउँछौँ, तर हाम्रो गन्तव्यसम्म बाटो पुगेकै छैन। हामी महल ठड्याउँछौँ, तर हामी छानो चुइने घरमा बस्छौँ। हामी सोझा जनता हौँ। हामीले कहिले धेरै मागेनौँ, पेटभरि खान पाए पुग्छ भन्यौँ। बुढेसकालसम्म सहारा पाए पुग्छ भन्यौँ। तर यति सानो सपना पनि हाम्रो लागि किन यति ठुलो बनायो, हामीले आजसम्म बुझ्न सकेको छैनौँ। हाम्रो गाउँमा अहिले पनि कुनै आमा छोराको फोनको प्रतीक्षामा बसिन्। उनको आँखा बाटोतिरै टाँसिएको हुन्छ, किनकि उनको छोरा देशको माटोमा होइन, परदेशको मरुभूमिमा आफ्नो सपना बेचिरहेको हुन्छ। कुनै बुवा घरको आँगनमा एक्लै बसिरहेको हुन्छन्, उनीसँग कुरा गर्ने कोही हुँदैन। उनी केवल पुरानो सम्झनाहरूसँग दिन काटिरहेको हुन्छ। हामीले जन्माएका सन्तान आफ्नै देशमा भविष्य नदेखेर विदेशी न बाध्य छन् र हामी त अझै पनि आश गरिरहेका छौँ। हामी सोझा जनता हौँ। हामीले धेरै पटक विश्वास गर्यौँ, धेरै पटक धोका खायौँ, धेरै पटक सपना देख्यौँ, धेरै पटक सपना टुटेको पनि देख्यौँ, तर पनि हामीले आश गर्न छोडेनौँ। किनकि आश नै गरिब मानिसको अन्तिम सम्पत्ति रहेछ। हामीले खोलामा बगेर आफ्ना प्रियजन गुमाएका छौँ। हामीले भूकम्पमा घर गुमाएका छौँ। हामीले बाढीमा खेत गुमाएका छौँ। हामीले दुर्घटनामा सपना गुमाएका छौँ। तर सबैभन्दा धेरै हामीले आफ्ना मानिसहरू गुमाएका छौँ, आफ्ना सपनाहरू गुमाएका छौँ। कुनै विदेशको तातो मरुभूमिमा, कुनै समुद्र पारीको सहरमा, कुनै निर्माण स्थलको धुलोभित्र, कुनै कारखानाको आवाजभित्र हाम्रा प्रियजनहरू र हाम्रा सपनाहरू गुमाएका छौँ। आमा बुढी हुँदै जान्छन्, बुबाको कम्मर झन्झनै झुक्दै जान्छ। उता छोराको कोठा उस्तै खाली रहन्छ र कहिलेकाहीँ घर फर्किने सपना बोकेको मान्छे काठको बाकसमा फर्किन्छ। त्यो दिन एउटा घर मात्र रुँदैन, एउटा गाउँ रुन्छ। एउटा आमा भित्रभित्रै मर्छिन्, एउटा बुबा जीवनभरका लागि टुट्छ। तर पनि बाध्यता यस्तै छ, त्यसैले भोलिपल्ट कुनै अर्को युवा त्यही बाटो समाउँछ, किनकि यहाँ बाध्यता सपनाभन्दा ठुलो भएको छ। हामी सोझा जनता हौँ। हामी युद्ध चाहँदैनौँ, हामी झगडा चाहँदैनौँ, हामी घृणा चाहँदैनौँ। हामी त केवल शान्त जीवन चाहन्छौँ, जहाँ आमाको आँखा नरोस्, जहाँ बुवाको निधार चिन्ताले नभरियोस्, जहाँ युवाले आफ्नो देश छोड्न नपरोस्, जहाँ गरिबपूर्ण अपराध नहोस्। हामीले कहिल्यै कसैको अधिकार खोजेनौँ, कसैको सपना चोरेनौँ, कसैको भाग्य लुटेनौँ। तर किन हो सधैँ लुटिने त हामी नै भयौँ। सधैँ पीडा सहने पनि हामी नै भयौँ। सधैँ पर्खिने पनि
हामी नै भयौँ। हामी सोझा जनता हौँ, हामी आँसु लुकाएर हाँस्न जान्दछौँ, घाउ बोकेर बाँच्न जान्दछौँ, टुटेर पनि उभिन्न जान्दछौँ, किनकि जीवनले हामीलाई यही सिकाएको छ। भोलि हाम्रो कथा इतिहासका पुस्तकमा नलेखिएला, हाम्रा नाम कुनै शिलालेखमा नलेखिएला, तर यो देशको प्रत्येक इँटामा, प्रत्येक बाटोमा, प्रत्येक खेतमा, प्रत्येक पसिनाको थोपामा हाम्रो योगदान लेखिनेछ। हामी नै त्यो वर्ग हौँ जसले अरूलाई बोल्न दिन्छ, तर कहिले आफ्नो भने दुःख पोख्न सक्दैन। हामी नै त्यो भिड हौँ जसको नाममा भाषण हुन्छ, तर जीवनमा परिवर्तन आउँदैन। हामी नै त्यो आवाज हौँ जसले अरूलाई बोल्न दिन्छौँ, तर आफ्नो आवाज सुनाउने ठाउँ हुँदैन। र यति धेरै पीडापछि पनि, यति धेरै धोकापछि पनि, यति धेरै अभावपछि पनि हामी अझै बाँचिरहेका छौँ, अझै सपना देखिरहेका छौँ, अझै आश गरिरहेका छौँ, किनकि हामीलाई हराउन खोजे पनि हामी हार्न जन्मिएका होइनौँ। हामी सोझा जनता हौँ, हाम्रो जीवन आँसुको कथा हुन सक्छ, तर हाम्रो साहस हिमालभन्दा अग्लो छ। र एक दिन हाम्रो पसिनाको थोपाले, हाम्रो सङ्घर्षका कथाहरूले, हाम्रो अधुरा सपनाले अवश्य न्याय पाउनेछ, न्याय जन्माउनेछ। त्यो दिन आमाको आँसु होइन खुसी हुनेछ, बुवाको अनुहारमा चिन्ता होइन गर्व हुनेछ, र संसारले चिन्नेछ देशको सबैभन्दा महान मानिस सत्ता र सिंहासनमा बस्नेहरू होइन, देशले आफ्नो काँधमा बोकेर चुपचाप बाँचिरहेका हामी सोझा जनता हौँ भने।